फाइनली आजको काम पनि सिद्धियो। यहाँ हाम्रो ट्याङ्की बनाउँदैछ। यहाँ अस्ति सोलिङ गरेको सबै भट्कायो, त्यो नमिलेर आज फेरि यहाँ फनिसन खन्दैछौँ। फनिसन खनिसकेर भोलि फेरि सोलिङ गर्ने। यहाँ हाम्रो फनिसन खन्नको लागि यो ढुङ्गा अनि यतापट्टि पनि छ यो ढुङ्गा सबै फुटाउनु पर्छ। यो आज ढुङ्गा फुटाएको ढुङ्गा सबैजनाले माया गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। सामान पनि यहाँ थन्काइदियो। यत्रो ढुङ्गाहरू फुटाउनु पर्ने छ हाम्रो। पहिला नै यो बलुवा सिमेन्ट गिटी उत्ता पर छ पर। आज हामी 17-18 दिन भयो काम गरेको हैन। अब यसो भ्लग बनाउँ न त नि भनेर बनाइहेरेको है। सबैजनाले माया गरिदिनु होला। यो गिटी बल्ल बोक्नलाई कम त दुःख भयो। हाम्रो पर त्यहाँ देख्नु भएको छ नि, यो रुखभन्दा पल्लोपट्टिबाट यहाँ ल्याउनु पर्ने छ। धेरै दुःख छ साथीहरू, के गर्नु, दुःख गर्नु पर्यो हैन। अहिले ट्याक्कै 6 बजिरहेछ, अन्धकार पनि छ हैन। किनकि छुट्टी भएको ट्याक्कै हाम्रो छुट्टी भएको 6 बजी 6:30 जति भयो। साथीहरू सबैजना घरतिर पुगिसक्यो। म चाहिँ यसो भ्लग बनाएर हिँडौँ न त नि भनेर यसो। यता मासतिर सबै खेत। योभन्दा मासतिर जङ्गल छ हैन। योभन्दा मासतिर यो माथिको योभन्दा माथिको गाउँलाई चिम्लिङ गाउँ भन्दा रहेछ। यो तलतिर यो गाउँलाई चिम्लिङ बेसी गाउँ भन्दा रहेछ। ऊ तल चाहिँ हाम्रो भोटेकोसी 12 बैशाको भोटेकोसी हो। अनि ऊ त्यो पर गाउँ चाहिँ हाम्रो चरीकोट दोलखा जाने बाटो हो। त्यहाँबाट उता चाहिँ गइन्छ। त्योभन्दा हामी वारीतिरै छौँ हैन। देउस रमाइलो छ एकदम, जङ्गलको बाटो एकदमै रुख बेसी हरियो, मौसम पनि खतरा रमाइलो छ हैन। जुन पनि लागिरहेछ है साथीहरू। तपाईँहरूलाई त्यति राति त छैन हैन, तर पनि जुन लागिरहेछ। भर्खर 6 बजिरहेछ, 6-6:30 भइसक्यो। म चाहिँ यहाँ हिँड्दैछु हैन साथीहरू। यो पनि अब उयो तल जान लाग्यो। मेरो घर चाहिँ हैन, काम गर्ने उयो माथि छ भने हामी बस्ने चाहिँ उयो तल हो। यहाँ तल यहाँ देखिरहेछ, यहाँ तल। के गर्नु साथीहरू, अब काम त गर्नु परिगयो। अब जे जस्तो भए पनि दुःख सुख भोग्नु परिहाल्छ हैन साथीहरू। साथीहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। काम अब कतिजना साथीहरू अब यस्तै हामी जस्तै काम गर्ने साथीहरू पनि हुनुहुन्छ होला। तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यहाँ तल चाहिँ एकदम रमाइलो गाउँ पनि छ है। वहाँ तलदेखि वहाँ माथिसम्म, वहाँ तल भोटेकोसी पारी दोलखा चरीकोट जाने बाटो गाउँ भनौँ न। ऊ तल चाहिँ हैन रमाइलो ठाउँ छ। त्यो पर पनि रमाइलो ठाउँ छ। यता जङ्गल छ हैन। चारैतिर रमाइलो छ भनौँ न। अनि यतातिर चाहिँ मकैबारी पनि एकदम हरियो भएको छ हैन। ठिक छ, जे होस्। आज शनिबारको दिन हो। शनिबारको दिनमा पनि हामीले अब केही नभए नि एउटा यसो भ्लग बनाउँ न त नि भनेर बनाइहेरेको। कस्तो लाग्छ, राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मकैबारी यस्तो छ। मकैबारी कस्तो रमाइलो छ है साथीहरू। ल है त साथीहरू, बाई बाई।